हेलो 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 नमस्ते। फेरि पनि स्वागत छ मोती भल्क भिडियोमा। भाइ हजुर एउटा क्वेसन है। भन्नु एउटा गाउँमा चाहिँ हजुर बिहेको क्रममा केटा र केटी बिहेको क्रममा बिहे हुने भएछ अनि कुराकानी हुँदै जाँदाखेरि अनि केटा पक्षले एउटा शर्त मागेछ के। केटा पक्षले के शर्त मागेछ भने यहाँ नजिकै भएको नदीमा चाहिँ पानीको साटोमा दुध बग्नुपर्छ, दुध बगेको हुनुपर्छ, बल्ल यो बिहे सम्भव छ भनेर भनेछ। अनि त्यसपछि केटी पक्षले पनि यस्तो शर्त राखेछ त्यसैमा। अब त्यो के शर्त राख्यो होला हैन, त्यो भइसकेपछि अनि केटा र केटीको बिहे हुने सम्भव भएछ। केटी पक्षले पनि एउटा शर्त राखेछ। केटाले भनेछ यो नदीमा चाहिँ पानीको साटो दुध बग्नुपर्छ अनि यो शर्त पुरा गर अनि बल्ल चाहिँ बिहे हुन्छ, सम्भव छ भनेर भनेछ। केटी पक्षले पनि ठिकै छ नि त भनेर अनि एउटा शर्त राखेछ, भएछ बिहे। यता दाजु हुनुहुन्छ के छ अनि? यस्तो प्रश्न त धेरै गाह्रो भएन। गाह्रो भयो यसको मलाई लाग्छ यसको एन्सर जान्नलाई अलि मान्छे एक्सपिरियन्स हुनुपर्छ। ठिकै छ, अब हामी यसमा हेरौँ है कतिजना एक्सपिरियन्स हुनुहुन्छ। कमेन्टमा हामी कमेन्ट माग्छौँ यहाँनिर है।